हेर्नुहोस् साथीहरु, यति टेस्टी बनेको छ कुखुराको खुट्टा चिकनको लागि। हेलो गाइज, वेलकम टु आवर च्यानल द श्री ब्लग। आज चाहिँ हामी तपाईलाई शेयर गर्दैछौँ चिकन खुट्टाको रेसिपी कसरी बनाउने त। सुरुमा हामीले चाहिँ यसरी उमाल्नु पर्यो चिकनको खुट्टालाई। यसरी उमालिसकेपछि अब चाहिँ हामीले यसलाई यसरी मज्जाले धुन्छौँ। त्यसपछि चाहिँ हामीले यता काट्नु पर्यो प्याज र हरियो खुर्सानी, अनि यता चाहिँ हामीले बनाउनु पर्यो लसुन र रातो खुर्सानीको पेस्ट। अब बसाल्नु पर्यो हामीले प्यान, अनि हाल्नुहोस् तेल। अब यहाँ हल्का मेथी र खुर्सानीलाई, सुकेको खुर्सानीलाई फुराइदिनुहोस्, अनि अघि काटेको हरियो खुर्सानी र प्याजलाई मज्जाले भुट्नु पर्ने हुन्छ। हामीले मज्जाले फ्राई गर्नुहोस्, हल्का पुरै रातो गराउनु पर्दैन, ठिकैको। अब यहाँ स्वादको लागि तपाईले तेजपत्ता पनि हाल्न सक्नुहुन्छ। अब चाहिँ अघि उमालेर राखेको चिकन खुट्टालाई यसरी हालेर आवश्यक अनुसारको बेसार र नुनलाई यसरी हाल्छौँ। यसरी हालिसकेपछि नुन र बेसारलाई मज्जाले चलाउँछौँ। अब चाहिँ हामीले अनि ग्यासलाई कम गरेर, आगो कम गरेर पकाउनु पर्ने हुन्छ 5 मिनट जति। अनि यता चाहिँ हामीले तयारी गर्नु पर्यो टमेटो, टक्क ठिक्कको पिस टमेटो काटिसकेपछि यता चाहिँ अब चाहिँ हाल्नुपर्ने हुन्छ हामीले लसुन र खुर्सानीको पेस्ट। टक्क हालेर यसरी चलाउँछौँ मजाले। त्यसपछि ढाकिदिनुहोस् चलाएर। 2-3 मिनट पाकिसकेपछि अब फेरि हामीले हाल्छौँ अघि काटेर राखेको टमाटरलाई। त्यसमा हालिदिनुहोस् हल्का भेनिगर, सोया सस, जसले चाहिँ एकदम स्टिकी बनाउँछ, एकदम खाँदाखेरि मजा आउँछ। अब चाहिँ हामीले ग्यासलाई हाई बनाइदिने, हल्का बढाएर मजाले भुट्नुहोस्। यसरी मजाले ढाकेर 2 मिनट ढाकेर निकालिसकेपछि टमाटर हल्का गल्छ। त्यसपछि अब हामीले हाल्नु पर्यो जिरा धनियाको धुलो, अनि मिक्स मसला। हामीले चिकन खुट्टा भएर अब हल्का गरम मसला पनि हाल्नेछौँ। यसरी मसला सबै हालिसकेपछि मजाले चलाउनु पर्यो। अघि लसुन र खुर्सानी पेस्ट बनाएको भाँडामा हल्का पानी जो बाँकी हुन्छ त्यसलाई हल्का पानी हालिदिएर, किनभने मसला पकाउनु पर्ने हुन्छ। अब चाहिँ हल्का ग्रेभी टाइप पनि बन्छ। अनि त्यो पानी हालिसकेपछि अब चाहिँ हामीले मजाले चलाएर हाई फ्लेममा आगो बढाएर यसरी पकाउँछौँ। अब चाहिँ हाम्रो रेडी भयो चिकन खुट्टा, कुखुराको खुट्टा। टेस्टी टेस्टी। मैले चाहिँ आज खाँदैछु यसलाई सोजुसँग। हेर्नु साथीहरू, यति टेस्टी बनेको छ। यता आइसक्यो, मैले चाहिँ अब यता खाँदैछु सोजुसँग। शीतल मेरो लागि। मैले सोजु अब टेस्ट गर्दैछु। Very good. So guys, subscribe our channel.